हेलो साथीहरू नमस्कार। आज हामी नेपाल सुरुङ्गा ह्याप्पील्यान्ड भन्ने जग्गामा हामी घुम्न गइरहेका छौँ। आज हामी को जाँदैछौँ भने मेरा नानीहरू अनि यहाँ हुनुहुन्छ यहाँ साली, यता हुनुहुन्छ मेरो काकी। आज हामी ह्याप्पील्यान्ड जानको लागि हामी एकदमै धेरै एक्साइटेड छौँ। अब हिँड्न पनि हाम्रो सफर पनि सुरु भयो र यसरी नै तयारी गरेर हामी आज जाँदैछौँ। र यहाँ छ मेरो नक्कली कान्छी छोरी, यहाँ अर्की छे दिया पौडेल जट्टी छोरी, र दुवैजना एकदमै एक्साइटेड भएका छन् आज कसरी कतिखेर पुगौँ भनेर। र हाम्रो यही छ माइक्रो गाडी, माइक्रो बसमा जान आँटेका छौँ हामी। हाम्रो सफर सुरु भयो। हस् त अब हामी पुग्नेछौँ, चाँडै पुग्नेछौँ। अब रस्तामा जाँदाखेरि हेर्नुहोस् यस्तै राम्रो सिनेरीहरू पनि देख्न पाइयो। एकदमै राम्रो छ। चाय बगान हेर्नुहोस्, चाय बगान एकदमै राम्रो सुन्दर। र फाइनली हामी ह्याप्पील्यान्ड पुग्यौँ र अब हाम्रो माइक्रो बसबाट उत्रौँ। माइक्रो बसबाट उत्रेर अब हामी एकदम जानको लागि एकदम तयारी गर्दैछौँ। र यही हो ह्याप्पील्यान्ड। वेलकम टु ह्याप्पील्यान्ड। अगाडिको दृश्य एकदमै सुन्दर छ। मेरा नानीहरू एकदम फुल। यहाँ एकजना हुनुहुन्छ, यो येल्लो टी सर्ट लाउने चाहिँ हाम्रा ड्राइभर गुरुजी, एकदमै ह्यान्डसम हुनुहुन्छ। यस्तै छ, ब्युटिफुल भित्र। कति राम्रो सिनेरी छ। आज म सबै तपाईँहरूलाई देखाउन गइरहेको छु। सबै भित्रको पार्ट कस्तो छ, सबै सिनेरीहरू एकदम सबै देखाउन गइरहेको छु। यहाँ हेर्नुहोस् फुलहरू एकदम कति सुन्दर। यहाँ हाम्रो ड्राइभरहरू चुल पालेर हेर्नुहोस् न कति ह्यान्डसम देखिनु भएको छ। यो भित्र फुलहरू एकदम अब खास गरी अहिले टुरिस्टको जग्गा त त्यति अहिले टुरिस्टको लागि प्रिपेरेसन भइरहेको छ। त्यति राम्रो त छैन र पनि अब सिनेरीहरू भ्यूहरू चाहिँ एकदम दामी नै छ। तयारीमा गइरहेको छ फुल। यसको तयारी भइरहेको छ। यो पानी हेर्नुहोस् कति राम्रो सङ्लो पानी। नानीहरू एकदमै एक्साइटेड भएका थिए। आज एकदमै सबै दृश्य देखेर एकदम खुसी भएका छन्। जाँदैछौँ हामी पनि। यहाँ मेरो साली पनि हाँस्नु हुँदैछ। एकदमै खुसी साथ आज घुम्दैछौँ हामी, घुमघाम गर्दैछौँ। मेरो सानो नानी एकदमै खुसीले आज पुरा फुल इन्जोयमेन्ट गरिरहेछ। म पनि आज एकदम ह्यान्डसम भएर हिँडिरहेको छु। कति टाई सुट मात्रै लाउनु भनेर आज चाहिँ एकदम फ्यान्सी ड्रेसमा आइदिएको। कति राम्रो दृश्य हेर्नुहोस् त, एकदमै ह्यान्डसम ब्रो। कति राम्रो सिनेरी, फुलहरू आम्मामा कति मजाले रोपेका। नानीहरूलाई एकदम यहाँ खेल्नलाई कस्तो हुन्छ भनेर अघिदेखि भनिरहेको थिएँ। एकदम मजा आइरहेछ दुवैजनालाई। मजा आउँदैछ। एकदम उहाँको वरिपरि यहाँको सिनेरी हेर्नुहोस् त एकदम कति राम्रो, कति ब्युटिफुल। यो सबैजना आउँदाखेरि तपाईँहरू एकदम फोटोहरू खिच्नको लागि, फ्यामिली टुरको लागि एकदम राम्रो छ जग्गा। आउनुहोस् तपाईँहरू पनि, एकदम राम्रो। फुलहरू, बगैँचाहरू, एकदम गार्डनहरू, राम्रो फुलहरू पनि पाउनुहुन्छ यहाँ। यही हो ह्याप्पील्यान्ड। पानी खेलिरहेको मजा आउँदैछ खेल्न। यता हेर नानी, पानी पर्दै गरेको। मजा आउँदैछ। र फेरि अर्कोपट्टि जाँदैछौँ हामी। अर्कोपट्टि त्यस्तै एकदम सुन्दर छ। यहाँ हाम्रो नानीहरूलाई एकदम बोटिङ गर्नको लागि एकदम एक्साइटेड भएका थिए र आज उहाँहरू फाइनली बोटिङ गर्न पनि पाए।
कस्तो लाग्दैछ नानीहरू बोटिङ गर्दा? मजा आउँदैछ यो मेरो साली पनि हुनुहुन्छ। एकदम राम्रो दृश्य पानीमा पनि। यहाँ हेर्नुहोस् न माछाको हुल कत्रो चाहिँ छ भने नि यो माछा पुरा हामी त माछा देखेर पुरै आत्थ्यौँ। यहाँ ठिक्क चारो दिने बेला भएको रहेछ माछाको र आज हामी माछा मजाले देख्न पाइयो। हेर्नुहोस् त राता काला सेता पहेँला सबै कलर कलरका माछा देख्न पाइयो। कति चाहिँ रहेछन्। यो हरिण डियर हरिण, त्यसको साइडमा हामीले हरिण पनि देख्न पायौँ। र यो हो वाटर पार्क, एकदमै सुन्दर छ वाटर पार्क। यहाँको टिकट चाहिँ एकदम 300 रुपियाँ रहेछ एकजनाको। 300 रुपियाँ टिकट। म त गइनँ, नानीहरू खेल्दैछन् अहिले देख्नुहुन्छ नानीहरूले। अहिले नानीहरूलाई चाहिँ इन्ट्री गराइदिएको। यहाँ छ बगैँचा, साइडको बगैँचा एकदम राम्रा राम्रा फुलहरू, राम्रा राम्रा रुखपातहरू ल्याएर राखेका छन्। र मेरो नानी, यो ठुलो चाहिँ नानी एकदमै डराउँछ स्विमिङ भनेपछि, पानीमा भनेपछि साह्रै डराउँछ। तर यो सानो नानी चाहिँ एकदम उहाँले त्यही स्विमिङकै लागि भनेर यहाँ ह्याप्पी ल्यान्डमा जाउँ भनेर उसलाई खेलाइदिएको। हेर्नुहोस् त उहाँले एकदम मजा आइरहेछ। उसले चाहिँ नानी साह्रै पानीमा खेल्न साह्रै डराउँछ। अनि सानी चाहिँ एकदम, सानीलाई चाहिँ एकदम मजा आइरहेछ एकदम। मजा आउँदैछ। यो चाहिँ फेरि ह्याप्पी ल्यान्डको अलिक साइडमा रहेछ। त्यो ह्याप्पी ल्यान्ड घुमिसकेर हामी खाजा खान पसेको त एकदमै भोक लागिरहेको थियो। मेरो नानीहरूलाई चाहिँ एकदम मोमो मनपर्छ, ठुलीलाई चाहिँ, सानीले चाहिँ चाउमिन। चाउमिन मोमो खाएर हामी फेरि अर्कोतिर घुम्न गयौँ। त्यहाँ चाहिँ चिडियाखाना रहेछ। हेर्नुहोस् न यो भालु, भालु पनि छ। अनि यहाँ छ ऱ्याबिटका बच्चाहरू, कति राम्रा राम्रा छन्, कति क्युट एकदम। एकदम नानीहरू पनि इन्जोय गरिरहेछन् यो जन्तुहरू हेर्नको लागि। अनि यहाँ छ हेर्नुहोस् न सर्प कति ठुलो, पाइथन, पाइथन भन्दो रहेछ यसलाई चाहिँ। यसलाई चाहिँ भन्छ बँदेल, नेपालीमा हामी बँदेल भन्छौँ। हेर्नुहोस् न कति केजी छ होला, यो त पुरा कति मोटो न मोटो। यो छ एउटा बन्दर। यहाँ हेर्नुहोस् त, यो अचम्म, सबैभन्दा अचम्म लागेको चाहिँ मलाई यो 5 खुट्टा गाई। यसका 5वटा खुट्टा रहेछन् हेर्नुहोस् न। अचम्म, यो कहिले देखेको थिइनँ मैले त। एकदम अचम्म लागिरहेछ यो कसरी 5 खुट्टा भयो यो गाई भनेर। हेर्नुहोस् त एक गौमाता। र नानीहरू हेर्नुहोस् न इन्जोय गरिरहेछन् यहाँनिर। यसलाई के भन्छ नानी? पिङ। पिङ, यसलाई पिङ भन्छ। कति मजा आउँदैछ, धेरै मजा आउँदैछ। यसलाई चेत्ता, चित्ता होइन, यसलाई चितुवा भन्दो रहेछ नेपालीमा चाहिँ। हामी चाहिँ लियोपार्ड होला सायद, इङ्ग्लिसमा लियोपार्ड भन्छ यसलाई। अब यसै गरी आज हाम्रो टुर खत्तम भयो र हामी हिँड्न लागेका छौँ। अब जाने बेला हुँदैछ र हामी फर्किँदैछौँ आस्ते आस्ते। हामी घुर्दैछौँ आज, जाने बेला भयो। अब आऊ नानी, आऊ यता जाउँ, जाउँ यता आऊ, जाउँ जाने। अब कस्तो लाग्यो त आज नानी? राम्रो लाग्यो। राम्रो, दामी छ। हजुर दामी छ। दामी छ नि, सेटिस्फाइड? सेटिस्फाइड। ए लु अब जानुपर्छ हामी ल। अब घरतिर जाने। अनि अब एकदम आराम गर्ने। अनि भोलि अर्कोतिर घुम्न जानुपर्छ। हेर्नुहोस् यहाँ एकदम दृश्य। एक दुईवटा फोटो पनि खिच्छु राम्रो राम्रो सिनेरी देखेर। अझै फोटो चाहिँ मजाले खिच्न पाएन किनभने मेरो नानीहरू चाहिँ फोटो खिच्न भने चाहिँ पिटिकै मान्दैनन्, जबरजस्तै खिचाउनुपर्छ। त्यही भएर जबरजस्तै खिचाएर अलिअलि फोटोसोटो पनि खिच्यो। र यस्तै भयो साथीहरू हाम्रो ह्याप्पी ल्यान्डको टुर। तपाईँहरू पनि आउनुहोस्, राम्रो दृश्य छ एकदम। फ्यामिलीको लिएर, फ्यामिली साथीहरू भाइ मिलेर आउनुहोस्। एकदम राम्रो दृश्य छ, राम्रो सिनेरी छ, एकदम सेटिस्फाइड हुनुहुन्छ तपाईँहरू। नमस्ते, धन्यवाद।